नमस्ते, जय नेपाल। यहाँहरूलाई मेरो अर्को भिडियोमा स्वागत छ। आजको यो भिडियोमा म हजुरहरूलाई सवारी चालक अनुमति पत्र प्रिन्ट भएको छ कि छैन या अथवा यसलाई कसरी चेक गर्न सकिन्छ भन्ने कुरा बताउन गइरहेको छु। त्यसको लागि चाहिँ पहिला हजुर गुगलमा जानुहोला। र गुगलमा गइसक्नु भएपछि चेक लाइसेन्स प्रिन्ट स्ट्याटस गरेर एन्टर गर्नुहोस्। त्यसपछि हजुरलाई यहाँ एउटा वेबसाइट आउँछ dotm.gov.np भनेर, त्यहाँ जानुहोस्। त्यहाँ हजुरलाई चाहिँ तपाईको चालक परिचय पत्र खोज्नुहोस् भनेर देखाएको छ, त्यहाँ क्लिक गर्नुहोस्। र त्यसपछि हजुरलाई यहाँ तपाईको चालक परिचय पत्र खोज्नुहोस् भनेर देखाएको छ र त्यहाँ चाहिँ हजुरलाई नाम अनि ड्राइभिङ लाइसेन्सको नम्बर सोधिएको छ। सुरुमा हजुरको नाम राख्नुहोला। र हजुरको नाम राखिसक्नु भइसकेपछि हजुरको ड्राइभिङ लाइसेन्सको नम्बर राख्नुहोला। र त्यसपछि हजुरले नाम र हजुरको ड्राइभिङ लाइसेन्सको नम्बर राखिसक्नु भएपछि अवस्था जाँच गर्नुहोस् भनेर देखाएको छ, त्यहाँ क्लिक गर्नुहोस्। र त्यसपछि हजुरलाई यहाँ हजुरको नाम, प्रकार, प्रेषण मिति, शाखामा पठाइयो र टिप्पणीहरू भनेर देखाइएको छ। हजुरको लाइसेन्स प्रिन्ट भएको छ कि छैन भन्ने कुरा हजुरलाई यहाँ देखाउँछ। यसै गरी हजुरहरूले हजुरहरूको सवारी चालक अनुमति पत्र प्रिन्ट भएको छ कि छैन भनेर चेक गर्न सक्नुहुन्छ। Thanks for watching my videos. Please like, subscribe and share.